यहाँ राजाहरू चाहिँ आउनु नहुने, जसले यहाँ बुढानकण्ठ क्षेत्रमा जसले शासन गर्यो जुन राजाले, त्यो परम्पराले आउनु नहुने चाहिँ नियम थियो। तर प्रताप मल्ल अत्यन्त धर्मात्मा थिए र उनले चाहिँ होइन म भगवानको दर्शन गर्छु भन्ने चाहिँ निश्चय गरे र दर्शन गरेर आउँदाखेरि एउटा नाग निक्लेर गएर बाटो छेक्न भनेर गए। उनलाई बाटो छेकिसकेपछि उनी रिसाए, ए तिमीले मलाई चाहिँ भगवानको दर्शन गर्न दिँदैनौ भने जाऊ तिमी पनि अन्धो हुनु र श्राप मिल्यो। श्राप मिलिसकेपछि उनी अन्धा भए, फर्केर आउन सकेनन्। त्यस पछाडि भगवान शिला स्वरूपमा आउनुभयो। शिला स्वरूपमा भइसकेपछि भक्तले भन्ने चाहिँ अब यस्तो चाहिँ राम्रो यत्रो ठुलो ढुङ्गो कहाँबाट ल्यायो होला, कसले कुद्यो होला, को कारिगर थियो होला, त्यस्तो कली हो। कलीमा त जे पनि कल्पना हुन सक्छ। त्यसको लागि चाहिँ कर्तुम अकर्तुम अन्यथा कर्तुम सक्षम ईश्वर भनिन्छ। ईश्वर भनेको गर्ने योग्य पनि गर्छ, नगर्ने योग्य पनि गर्छ, असम्भवलाई पनि जो गरेर देखाउँछ त्यही ईश्वर हो, त्यही शक्ति हो। त्यसैको हामीले पूजा गर्ने हो, त्यसलाई मान्ने हो। र त्यो चाहिँ अब शिला स्वरूपमा हुनको लागि यो कलीमा ससरी रहन सम्भव छैन भनेर शिला स्वरूपमा हुनुभयो। र अनि त्यो शङ्का नहोस् भन्नको लागि त्यो असम्भवलाई चाहिँ आधुनिक साइन्सको हिसाबमा यो असम्भव छ। जसरी यो उँभो फर्केको विग्रह चाहिँ हुबहु छायामा पानीमा तल देख्दाखेरि यहाँ दर्शन हुन्छ, त्यो असम्भव छ। त्यो चाहिँ भगवानले विश्वास दिलाउनको लागि म वास्तवमा भगवान नै हो, कोही शिला होइन, कसैले बनाएको विग्रह होइन, म स्वयं नारायणको अथवा शिव र नारायणको स्वरूपमा हरिहरको स्वरूपमा यहाँ विराजमान हुँ भन्ने दर्शाउनको लागि, विश्वासको लागि चाहिँ भगवान छाया दर्शनको महत्त्वलाई छोडेर फेरि शिला स्वरूपमा हुनुभएको भन्ने छ।